गाउँले पर्यो नि त हो म त जमाना अनुसार आफूलाई बदल्न सकिनँ फेसन अनुसार आफूलाई चलाउन सकिनँ बाबा आमाले दिएको संस्कारमा रहेको मान्छे म दिनरात मेहनतको पसिनाले शरीर बिजाउने मान्छे म पर्फ्युम बसाउने म परेन नि म ल हेलो गाइजी हाम्रो घरमा दुध माइत भयो के अरे यो केलाई दिने अब कसलाई दिने हो एक मान्छेमै खानु पर्ला अहिले खाँदा चिया खाँदा भलुका खाँदा सकिन्छ त्यो तर अलिकति हालेर राखेको छ परिसँगले दिनेछु पारपुर पारपुर पानी पारपुर भने के त त्यसलाई भुट्ने हाँडीमै भुट्ने तरलाई हाँडीमै भुट्ने पछि त अनि के